जस्तो आयुषजी राम नाम सत्य दुईमा अडियन्सले चाहिँ तपाईँहरू दुईजनाको जोडी देख्न पाइयोस् भनेर माग गर्न थाल्नुभयो के भन्न चाहनुहुन्छ आयुष र अलिजेको जोडी हुनु पर्यो राम नाम सत्य दुईमा चाहिँ भनेर अडियन्सहरूको माग हो क्या यो अघि अलिजेजीले नि सुन्नु भएको छ होइन के भन्नुहुन्छ हजुर चाहिँ अडियन्सको मागलाई कसरी हेर्नुहुन्छ अब यो माग हाम्रो माथि र हाम्रो माइकल दाइलाई सुनाउनु पर्ने यो माग त त्यहाँ पेश गरौँ माइकल दाइले मान्नुभयो भने रेडी हो तपाईँहरू दुईजना म त जेमा रेडी छु अब उसलाई उसको कम्फर्टेबल हुनु पर्यो माइकल दाइले मान्नुभयो राम नाम सत्य दुईमा तपाईँहरूको जोडी भने तपाईँ रेडी हो हेरौँ मेरो प्रोजेक्ट्सहरू कस्तो हुन्छ अनि उसको मिलाएर नेपाली सिक्नुपर्ने नेपाली एकदम के म आफ्नो लागि यसरी नै प्रेजेन्ट आई डोन्ट वान्ट टु रिप्रेजेन्ट माइ सेल्फ लाइक दिस आई वान्ट टु पलिश माइ सेल्फ एन्ड देन आई विल रिप्रेजेन्ट माइ सेल्फ इन फिल्म इन्डस्ट्री यसरी नेपाली बोल्छ जब अनि आउँछ आफ्नो त पुरै कस्तो रेस्पोन्स पाइराख्नु भएको छ फर्स्ट डे फर्स्ट सो यति धेरै माया त्यहीमाथि तपाईँको डेब्यु मुभी कस्तो रेस्पोन्स पाइराख्नु भएको छ त्यहाँबाट एकदम सोचेको हुँदा नि धेरै माया पाइरहेको छु किनकि मैले त अर्को फिल्डबाट आएको मान्छे र अर्को फिल्डबाट एउटा नयाँ फिल्डमा आउँदाखेरि यस्तो माया पाउनु भनेको त मलाई एकदम धेरै वार्म वेलकम भयो तपाईँको फ्यानहरूबाट चाहिँ अझ स्पेसली यहाँ मुभी हेरेर जति पनि तपाईँको फ्यानहरू निस्किनु भयो उहाँबाट चाहिँ कस्तो रेस्पोन्स पाइराख्नु भएको छ उहाँबाट त अलवेज हो नि मेरो फ्यानको लागि बुम बम फिल्म पाल बुझिहाल्नुहोस् के भन्नुभयो फ्यानको मेसेज केही पाउनुभयो एक दुईवटा एकछिन बसेपछि हेर्नु अहिले त जस्ट हिजो अस्ति चाहिँ धेरै माया पाइरहेको छु फ्यानहरूदेखि लिएर हाम्रो मान्छेहरूदेखि लिएर सबैजनाले एकदम सकारात्मक कुराहरू गर्दै हुन्छ अब आज हेर्नुहुन्छ सबैजना त्यसपछि अब रेस्पोन्स बेलुका थाहा हुन्छ कि तपाईँले मुभी साइन गरेदेखि नै तपाईँको चर्चा थियो राम नाम सत्यको पनि त्यतिकै चर्चा थियो तर तपाईँको जति चर्चा भएको हो त्यति हामीले स्क्रिन टाइम नदेखेको हो कि हामीले जति हेर्न मन लागेको थियो आयुष सिंह ठक्करलाई हामीले राम नाम सत्यमा जति हेर्न मन लागेको थियो त्यति अलिकति देखेन कि यसमा अब मेरो त चिन्ता दुखाइ छ झन् तपाईँको फ्यानहरूको त कति धेरै होला के भन्न चाहनुहुन्छ यसमा चाहिँ होइन अब यो राम्रो हो यो कुरा त किनकि यो त एउटा भोक हो नि त अब यो भोक पार्ट 2 आएपछि पुरा हुन्छ त्यसै गरेर अब पार्ट 2 को कुरा वेट गरौँ तपाईँ आफू चाहिँ सेटिस्फाई हुनुहुन्छ आफ्नो स्क्रिन टाइम देखेर एकदम मैले यो एउटा यो इन्डस्ट्रीमा आउनु यता मैले आफ्नो खुट्टा राख्नु त्यो पाउनु भनेकै ठुलो कुरा हो अब फिल्ममा यत्रो गर्नु भने चाहिँ सेटिस्फाई हुनु हाम्रो मुभी इन्डस्ट्रीमा चाहिँ आर्टिस्टहरूको चित्त दुखाइ हुन्छ क्या सुट चाहिँ कति धेरै दिन गरायो होइन अनि त्यसपछि स्क्रिन हेर्दाखेरि चाहिँ थोरै भन्नुहुन्छ तपाईँको सुट कति दिन भएको थियो र यति नै हो कि के हो होइन सुट धेरै छ सुट धेरै भएको छ काटेको हो सिन काटेको होइन आउनु भएको छ पार्ट 2 छ नि त